हेलो साथीहरू नमस्ते सेवा सबैजनालाई वेलकम ब्याक टु माई मिनी ब्लग अनि आइप सबैले सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु भन्दै आफ्टर लङ टाइम पछि फेरि पनि हजुरहरू समक्ष फेरि पनि एउटा भिडियो ल्याउँदैछु साथीहरू हजुरहरू के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ एकदम आराम हुनुहुन्छ होला हैन म पनि एकदमै ठिकै छु अनि धेरै भयो नि त भिडियो नबनाएको अनि फेरि आज पनि थोरै भिडियो बनाऊँ भनेर सोचायो सो हेरिदिनु होला सबैजनाले माया गरिदिनु होला हैन अनि आज चाहिँ के भिडियो ल्याउँदैछु भनेर हजुरहरूसँग चाहिँ एउटा छोटो भिडियो बनाउन मन लाग्यो त्यस्तो धेरै अब स्पेसल त केही छैन हैन तर पनि अब धेरै भएको छ नि त भिडियो नबनाएको अनि अब आज चाहिँ भिडियो बनाऊँ भनेर सोचायो सो बनाउँदैछु हेरिदिनु होला साथीहरू हैन अनि आज चाहिँ म चाहिँ थोरै मुकबाङ गरौँ भनेर हैन के खाँदै हजुरसँग समक्ष गफ गरौँ भनेर चाहिँ सोचायो सो बनाउँदैछु अनि म चाहिँ यहाँनिर आज चाउचाउ बनाउँदैछु करेन्ट चाउचाउ अन्डाहरू के बनाउँदैछु सो त्यही खाँदै मुकबाङ गर्दै मेरो नानासँग म चाहिँ आउँछु हेर्नु होला अब म चाहिँ मेरो चाउचाउहरू बनाइसकेँ रेडी गरिसकेको छु अब सेटअप अब खाना मात्रै बाँकी छ अन्डा पाक्दैछ साइडमा हजुरहरूले सुनिसक्नु होला सिटी लागेको अब चाहिँ हामी खान्छौँ अब एकैचोटि हजुरहरूसँग एकछिनमा भेट्छु एकैचोटि हेलो गाइजहरू अब हामी चाहिँ मुकबाङ गर्न लागेको छौँ होइन अब हाम्रो चाहिँ खानेकुरा आइसकेको छ अनि चाहिँ चाउचाउ छ करेन्ट चाउचाउ अनि अन्डा अनि यहाँ सलादहरू छ अनि मेरो चाहिँ यहाँ एक्सट्रिम छ अनि यता नानाको पनि छ अनि अर्को पनि छ अहिले देखाइदियो तिम्रो बियर पनि देखाइदियो यो चाहिँ खासै देखाउनु हुँदैन तर पनि अब हामी चाहिँ मुकबाङ गर्न लागेको हेर्नु होला अब चाहिँ हामी चाहिँ ढिलो नगरिकन खाना सुरु गर्छौँ हामीले आफ्टर 6-7 मन्थ नै भएर हामीले मुकबाङ गरेको थियौँ योभन्दा अगाडि पनि बहिनी दिदीसँग अहिले चाहिँ हामी दुईजना दिदी बहिनी मात्रै छौँ सो हेर्नु होला अब चाहिँ हामी खान्छौँ ढिलो नगरिकन सेलाइसकेको छ अनि हाम्रो सलाद पनि छ यहाँनिर पनि छ यहाँनिर छ तर देखेको छैन सो हेर्नु होला अब चाहिँ हामी खाना सुरु गर्छौँ नि त सेलाइ भइसक्यो है साथीहरू अब चाहिँ हामी खाएँ ल साथीहरू त्यो चाहिँ मेरो एक्सट्रिम हो बेबी नगर न मेरो छोरीले ब्याग क्यामेरा साइड छ त्यही भएर उसले चाहिँ गर्दैछ फोन आयो फोन गऱ्यो पानी दिँदा दिदी दिदीको चाहिँ फोन आयो डिस्टर्ब गऱ्यो पानी गर्दैन म चाहिँ पानी मिसाएर खान्छु सो हेर्नु होला गाडी हजुर तिमी अन्डा खाने अझै फर्स्ट राइड खाएँ ल यस्तो मनपर्छ क्या साइलेन्ट गर न यहाँ आयो डिस्टर्ब काट्ने कुरा भएन नि त गाइस साइलेन्ट नगर न दिदीको चाहिँ फोन आउँदैछ भिडियो त गरिदिनुहुन्छ होला सायद मेरो चाहिँ 2वटा हो तिमी 2वटा हो 3वटा हो एउटा मुटु राखेर नि हामी चाहिँ अब यस्तो खानेकुरा त हामी खाइराख्छौँ तर पनि अब क्यामेरा अफमा चाहिँ मुकबाङ चाहिँ अब भिडियो चाहिँ धेरै नै भयो नबनाएको 6 महिना 7 महिना भयो होला त्यही भएर अहिले चाहिँ भिडियो बनाऊँ लाग्यो के बनाऊँ भयो यस्तो त के खाँदैन छोरी लु ध्यान खानु ल यति खानु ल माथि जाऊ माथि बेडमा गएर होला मोबाइल अघि चाहिँ राम्रो मलाई चाहिँ यो प्याजको पत्ता एकदम मन पर्ला
हल्ला नगर न छोरी छोरी चाहिँ एकदम बोल्ने भइरहेछ अहिले पक्का लगाउँछ बोलेर बोलेर वा मेरो छोरी कस्तो मजाले खाएको है अर्को छोरी पनि त्यतापट्टि ब्याक क्यामेरामा यता चाहिँ मेरो नामुङ छोरी जाउँ चला भाइ जाउँ बेडमा अब छैन जाउँ पर बेडमा मैले करेन्ट नखाएको कति भयो 1 हप्ता जति भयो त होला पिरो भयो त एक हप्ता डाइटिङ गर्ने भनेर खासमा चाहिँ खानु नखाऊ क्या पिरो भयो क्या नखाएर कति भयो त 1 हप्ता भयो नि त नखाएको खानु गर्नु ल खाइसकिँदैन कि के हो खानु पर्छ नानीहरूले गर्नु दिँदैन क्या अन्त खायो अन्त यता यिनीहरूले कोठा त सबै बनाएको कलरहरू ए उसले पेन्टिङ गरेको त्यही छैन क्या दुई लौ अन्त मेरो नि गर्ने चाहिँ ठुलो है भनेको थियो राम्रो बनाउला भनेको थियो नामुले के गरेको अन्त उसले त सबै बेटै बिगारेछ के गरेछ छैन अर्को त आउँदैन नेक्स्ट आउँछ त जाऊ किन तिमी हटेको नानीलाई चाउँछौ अनि एकछिन खाऊ न यहाँ क्यामेरामा फेरि देखिँदैन नि त मलाई चाहिँ गर्मी भइसक्यो साथीहरू फेरि लाउनु पनि क्यामेरा आवाज आउँदैन होला डिस्टर्ब हुन्छ नानीहरूले के त्यहाँ देऊ न खान्छ आफै सेलाइसकेपछि खाऊ न यो झन् चिसोसँग खायो भने त पिरो हुँदैछ भोलि अलि लास्टमा खाने होइन तिमीले गिलासमा लाएर खाऊ यहाँनिर हुन्छ स्टिम लादियो स्टिम त कपमा लामो गिलासमा यहाँ खाऊ न हुन्छ त सायद नानीको भिडियो गरिसकेछ भिडियो देखाएर अहिले भोलि चाहिँ नानीहरूलाई पर्सि सिनेमा चाहिँ खान्छ अलिक राम्रो हुन्छ अरे क्या है साग मलाई साग मनपर्छ क्या साग हुन्छ लाएर यस्तो गर न यस्तो गरेर ऱ्याप गरेर खान्छ क्या मनपर्छ नि त यस्तो गर्ने अनि यसलाई पनि यस्तो गर्ने ओइ चाउचाउ खाऊ त्यो ठिक छ ल त्यही भयो मलाई क्यामेरा सेटअपहरू गर्नु चाहिँ खासै आउँदैन साथीहरू तर पनि ठिकै छ
सुरु हो नि त मेरो भिडियो। सो सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला होइन। यस्तै भिडियोहरू हामी बनाउँदै जानेछौँ। अनि तिमीलाई के भन्नु छ? केही 2 शब्द भन न। के भन्नु तिम्रो सबै साथीहरूलाई चाहिँ अब के भन्नु युट्युबमा खुलेर भन न। त्यस्तो हुनु गर्दा हुन्छ। लाइक कमेन्ट्स गर्दा त छँदैछ होइन। माया गरिदिनु होला, सेयर गरिदिनु होला। कपिराइट त्यो त होइन। कस्तो कपिराइट हो? अनि साथीहरू आज चाहिँ होइन म चाहिँ फिल्म हेर्नु जानु कस्तो मन लाग्यो क्या। फिल्म हेर्नु जानु भनेर सोचेको, तर मेरो साथी नै पाएन क्या। फिल्म हेर्नु जाने कोही साथी पाएन। अनि भएको साथीहरू पनि बाहिर गएको छ आज चाहिँ, बहिनीहरू अनि दिदी भएको छ। त्यस उनीहरूको पनि फाल्टै, उनीहरूको पनि हल्का छ बाहिर, उनीहरूको टुगेदर छ होइन, गएको छ। अनि हामी दिदीबहिनी चाहिँ घर बुढी भएर बसेको। साथी भेटेन भने चाहिँ होस्टेल फिल्म हेर्नको लागि पाएन। ठिकै छ, भोलि जाने सोचमा छु। भोलि पनि भ्लग आउँछ साथीहरू, भिडियो हाल्छु म, सर्ट भए पनि हाल्छु। एकदम मलाई चाहिँ हेर्नु मन लागेको छ अहिलेको यो होस्टेल 3 चाहिँ। एकदम नयाँ नयाँ छ नि त एक्टरहरू होइन, एकदम राम्रो छ। त्यो हेर्नु। अनि अरू अरू साथीहरूले हेरेको रेस्पोन्स पनि एकदमै राम्रो आएको छ। त्यही भएर हल्का ल्याउनु पर्ने रहेछ। मुख चम्के के हो? मेरो नाना मात्रै होइन, फेरि त्यस्तो खाने म चाहिँ खाँदैन साथीहरू। यसो नाना हल्का खानुपर्छ कहिलेकाहीँ त, सम टाइम होइन। सम टाइम त होइन, तिमी त हप्तामा एकचोटि 2 चोटि खाएकै हुन्छ है। कहिले डेली पनि हुन्छ, डेली पनि हुन्छ। खाइरहेको हुन्छु एक्लै लिएर, पुरा टक लगाइरहेको हुन्छ साथीहरू। म चाहिँ तर यसो छेउमा बसेर चाहिँ साथ दिन्छु, खानु चाहिँ खाँदिनँ भनौँ न। चौसरी उसरी माई गड। माई हस्बेन्ड हो कि के हो? ल खान्छ पनि होस् खाऊ है। घरमा मेरो भइसक्यो है, त्यो सुट नबोली गर है। हाम्रो चाहिँ लामो भइसक्यो साथीहरू, मुखबाङ अब के भन्नु। यस्तै छ हाम्रो चाहिँ दिनहरू, यस्तै बित्दैछ। तिम्रो दिनहरू कसरी बित्दैछ अलिक भनिदेऊ न त। के गरी बेच्नु नानी? के गरेर अहिलेको तिमी धरान बसेको कति वर्ष भयो? धरान बसेको 1 वर्ष हुन लाग्यो। 1 वर्ष हुन्छ अब यो वैशाखमा। 1 वर्ष होइन, अस्ति नै 1 वर्ष। काठमाडौँ कति बस्यौ? काठमाडौँ 5 वर्ष। 5 वर्ष समथिङ 6 वर्ष। काठमाडौँको धरानमा चाहिँ के फरक पायो त भिन्नता? काठमाडौँमा त यहाँ एउटै हो, हावापानीको त राम्रो चिसो, यता भनेको अलिक गर्मी हुन्छ, मसेटहरू लाग्ने उता भनेको। तर सफा त फेरि काठमाडौँ धरान सफा हुन्छ, यहाँ सफा छ। खानेकुरा होइन, मिठो मासुहरू खतरा मिठो मिठो पाउँछ यहाँ। धरानको सुँगुरो मासु खाने एकदमै है, पहाडको लोकल जस्तै हुन्छ यहाँको मासु त। म चाहिँ साथीहरू धरान बसेको लगभग 8 वर्ष भइसक्यो। केही गरेको छैन हो, यत्तिकै छ। प्रगति पनि केही गर्न सकेको छैन होइन, केही छैन। खायो बस्यो, त्यही प्रगति भनेकै मेरो 2टा छोरी हो। त्यही हो, एउटा छोरी 1मा पुगेको छ, एउटा छोरी नर्सरीमा। त्यही हो मेरो चाहिँ प्रगति साथीहरू। केही छैन प्रगति, केही प्रगति गर्नु सकेको छैन। बुढाले पैसा पठाइदिने, ल्याउने, खाने, बस्ने, नानी पढाउने, त्यही हो नि। के हुन्छ हाम्रो छोरी मान्छेको प्रगति? त्योभन्दा ठुलो प्रगति के हो? हामी आमाहरूको लागि प्रगति चाहिँ त्यही होला, छोराछोरी होइन, त्यही ठुलो कुरा हो। ठिकै छ, अब बिस्तारै गर्दै जाउँला, नानीहरू बढ्दैछ होइन, केही गरौँला भन्ने सोच छ। अब हेरौँ
नानीहरूमा फोकस छ अहिले चाहिँ मेरो चाहिँ त्यस्तो अब केही छैन नानीहरू पढाउने होइन बढाउने हुर्काउने राम्रोसँग त्यही हो खाऊ है हेर बेडमा त्यहाँ बेडमा सक्यो मेरो छोरीले बेड चाहिँ आज खराबै यतिर आँसु एउटा आँखामा अर्कोमा छैन गरिदिनु दिनहरू ल बिहान उठ्यो यसो हल्का मर्निङ वाक गयो कहिले काहीँ जानु मन लाग्दाखेरि नजरमा लाग्दा गएन गएन भने उठ्यो बिहान उठ्यो झाडु पोचा लायो खानाक्सिनी गर्यो खाना पकायो दुईवटा छोरीहरूलाई रेडी गर्यो स्कुल लग्यो आयो सानो नानीलाई लिनु गयो आयो फेरि खाजा खुवाउनु गयो आयो फेरि अर्को लिनु गयो त्यस्तै दिन चाहिँ मेरो बित्दैछ साथीहरू त्यही हो अरू केही बित्दै छैन केही गरेको छैन त्यही हो बहिनीलाई नचलाउने हस् अरू के गर्नु सक्दैन खास छोडिदेऊ अहिले बेडको सफा गरौँला ल त्यही हो अरू के गर्नु सकेको छैन अब हाम्रो खाना पनि सक्नु आँटेको छ अब बेलुका खाना पनि यही हो साथीहरू योभन्दा बेसी खान सकिँदैन मोटाएर 70 केजी पुगेको छ अरू त्यही छैन त्यही हो हाइट छोरा ठिकै हुन्छ हाइट त अब ठिकै त के हुन्छ छु नि सानै छैन हाइट त बहिनीलाई पनि देखाउने हस् ल अनि मेरो चाहिँ आँखा कमजोरी भएर त्यो चाहिँ नक्कली चस्मा छ होइन है साथीहरूमा त्यो चाहिँ पावार चस्मै हो मेरो पनि त्यही भनेको थियो लाउनु भनेको थियो लगाएँ नि मैले त यो खासमा खानेको चिज चाहिँ होइन यसले चाहिँ अलिकति इनर्जी चाहिँ दिन्छ तर एकदम यसले चाहिँ मोटाउँछ क्या कहिले काहीँमा त्यो हो खोटे निकाल्नु आँटेर लामो लामो लगेर कहाँ गयो अघि नै खुवाइदिन्छु त दुई दुईचोटि खान्छ र दुईजना खाएको खास न बेसी भइसक्यो र खानु नसकिँदो रहेछ हौ एक प्याकेट चाहिँ करेन्ट चाउचाउ हो धेरै चाहिँ हेर्ने साथीहरू 5वटा गाह्रो भयो 2टा अन्डासँग त नानी पुरा सुन्छ चल जाँदैन के हुँदैन गर्मी भयो धरामा चाहिँ गर्मी सुरु भइसकेछ नानी खुट्टा सिर्छ भनेको छिर्दैन के हुँदैन थियो भने चाहिँ छिर्छ अरूलाई पनि छिर्छ त हाम्रो चाहिँ एउटा पछाडि चाहिँ नानीहरू छ त छोरीहरू छ मेरो छोरी दिदीको छोरी मलाई त खानु पनि दिएको छैन भने अगाडि अन्डा खाने अब आधी म चाहिँ मटाएर ए मर्नु म त कस्तो मगाइदिएँ नानी खान्छ होला अब कहाँ बिरु खानु देखाउ तिमी त्यही हो देखाउ मैले झन् 3टा खाएको राम्रो पनि खानुपर्छ मेरो यो मात्रै खाएन खाइसकेपछि एउटा अन्डा ए खानु विशेष या यो त मैले आज खाएको छैन ला के झारो नि ला ऊ त मेरो उठेछ हौ सामानमा क्या पहिला घरे गएर क्या अनि चाहिँ खाइदिने कहाँ देख्छ यो मन पर्दैन मलाई त्यो त कतिवटा चाहिँ खानु अघि 2टा अन्डा उसिनेर दिउँसो पनि यसो नानीले खाएछ कि तिमीले खायो मैले नानीले एउटा खायो अनि एउटा आधी खायो मैले एउटा आधी अघि दिउँसो पनि खाएको उसिनेर योसँग आज 5वटा भयो मैले खाएको आज अन्डा मात्रै होइन खानु त फेरि राम्रो हो नि त बेलुका त्यो त भित्रको पहेँला चाहिँ नखाने रानीले ठिक हो म नि बिहान अब चाहिँ अन्डा खानु पऱ्यो भनेर नि पो भरे अन्डै मन पर्दैन मलाई उसिनेको फ्राई गरेर मात्रै मनपर्छ क्या अस्ति पनि यस्तो बिहारहरू यस्तो खाएको थियौँ पुरा पेट धोएको थियो डर लाग्छ यार त्यहाँ खाँदो रहेछ हेर नि तिमीले ल साथीहरू अब चाहिँ अहिले म इन्डिङमा भेट्छु ल एकदम गाह्रो भयो हामीलाई चाहिँ गाह्रो भयो मलाई खुट्टा नि सरी एकछिन खुट्टा पर्छ गाह्रो भयो साथीहरू अब चाहिँ हामी चाहिँ यति नै होइन अब चाहिँ बिदा मागो दिने छिटो
सो साथीहरू हाम्रो चाहिँ भिडियो यति नै हो होइन सबैजनाले अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भन्दै आजको भिडियो चाहिँ यहीँ हामी अन्त्य गर्न चाहन्छौँ धन्यवाद।